वास्तवमा हर्क सामङलाई प्रधानमन्त्री दिएको थियो भने नि अहिलेसम्म पासा पलट दिन्थे, देशको काया पलट हुन्थ्यो, देश काया पलट हुन्थ्यो। भ्रष्टाचारी नेताहरूलाई जेलमा हाल्थ्यो, जेलमा कोचिसक्थ्यो। एक्लै रिक्सामा हाते माइक बोकेर आफ्ना हृदयमा लागेका कुरा जनतालाई सुनाउँदै हिँडेको व्यक्ति होइन। कोही आउँथ्यो त्यहाँ सुन्न, कोही उभिएर सुन्थ्यो, कोही भेला हुन्थ्यो। अपितु व्यक्तिका हृदयमा कत्रो चिज रहेछ कि एउटा छाप लाउने बेलामा हर्कमा पुगो छाप। त्यो कारणले गर्दाखेरि हर्क साङपाङले खोल्नु भएको पार्टी र राख्नु भएको नाम वास्तवमा चिन्तनीय पनि मननीय पनि छ। हाम्रो जस्तो राष्ट्रमा किन भन्नु न, श्रम संस्कृति पार्टी श्रसम्पा है। हर्क साङपाङको एउटा बडा सुन्दर दृष्टान्त छ, क्या सोच छ। माटो चिनेन, माटो चिन्नु पर्छ, किनकि पैसा खाएर हुँदैन, माटोबाट पैदा हुने चिजै खानुपर्छ र बाँच्नु पर्छ। कति गहिरो सोच। साधारण भाषामा साधारण व्यक्तिले बुझ्न सक्ने परन्तु गहन कुरा हो यो। माटो चुनाव चिन्ह पनि राख्नु भएको छ उहाँले। माटो पार्टीको भूमि हो नि त। माटो रहेन भने वास्तवमा हर्क सामङलाई प्रधानमन्त्री दिएको थियो भने नि अहिलेसम्म पासा पलट दिन्थे, देशको काया पलट हुन्थ्यो, देश काया पलट हुन्थ्यो। भ्रष्टाचारी नेताहरूलाई जेलमा हाल्थ्यो, जेलमा कोचिसक्थ्यो। किन? किनकि ऊ कुनै माध्यमबाट उठेको होइन, कुनैका चाहिँ तपाईको राजनीतिक दलका आक्षेप र विक्षेपका बीचमा ऊ छैन। निष्पक्ष मान्छे हो नि त। ऊ कसैको भरौटे होइन, कसैको झोले होइन। निष्पक्ष व्यक्तिले नै निष्पक्ष निर्णय लिन सक्छ। अहिले त बाध्य भएर आखिरी जहाँ गए पनि दलकै मात्रै हुने रहेछ भनेर एउटा संगठन बनाउनु पर्छ भन्ने ध्येयले पार्टी दर्ता गरेको हो। अब श्रम संस्कृति पार्टी श्रसम्पा है, सश्रमपा। हामी यसलाई छोटकरीमा